अब प्रसाद खाने त्यही खाने हो कुपु कुपु She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her. Hi guys, welcome to my channel. तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ दशैंको दिन हामी सबै नेपालीहरुको हामी सबै नेपालीहरुको महान चाड दशैं आज। त्यसैले सबैजनालाई दशैंको धेरै धेरै शुभकामना। दशैं सकिसके हुन्छ होला, बल्ल यो भ्लग आउँछ। अहिले चाहिँ हामी यस्तो बाटोमा हिँड्दै छौं, कहाँ जाँदै छ भनेर सोचिराख्नु भएको होला। हामी चाहिँ गाईको गोबर लिन जानु भएको। मम्मीले चाहिँ पूजा गर्नलाई गाईको गोबर चाहियो भन्दै हुनुहुन्थ्यो, त्यसैले हामी लिन जाँदैछौँ दुईजना। अनि मेरो कहाँ छ गोबर? ला यहाँ रहेछ नि त रोजी। यस्तो बाटो हो क्या, अनि हान्दैन। कतिहरू रहेछ गाई, हान्दैन। ए यहाँ रहेछ त गाई, त्यसरी त उठाउनु होला नि होइन। ओए ला यसो त भर्खरको हो यो, यो लानु मिल्छ? मिल्छ? अरे हान्ला नि त, हान्छ जस्तो हेर्नु न। म आउनु साथ उठ्यो। जा म त लिन्न है, यसकै लिन्छु। छि मैले उठाइसकेको, के गरौँ? रोजी यसलाई अन्त त जा। यो अब यस्तै हात उ गर्दैन माथि त छोपै पूजा गर्न। रेडी गाइस, हामी चाहिँ रेडी भइसकेछौँ। मेरो बहिनीले व्हाइट लाछ भने मैले एलो एलो लगाएको छु, अनि मम्मीले नि एलो साडी लानु भएको छ। तर हामीले
प्लान गरेर लगाएको होइन कस्तो मिलिरहेको मेरो यो पुरानै कुर्ता हो उसको चाहिँ नयाँ हो ल्याइदिनु भएको बेल्जियमबाट मेरो मम्मीको चाहिँ साडी यहाँ हाम्रो दुईवटा बाख्रीले घाँस खाँदै यहाँ बाख्रीको दिदी छु अनि झलाइसक्यो गाइस एकछिनमा टिका स्टार्ट हुन्छ अनि म धेरै भिडियो त खिच्दिनँ फ्यामिलीसँग अलिक अड लाग्छ कि भिडियो गर्नलाई सो जति सक्छु म त्यति नै खिच्छु मलाई कस्तो देखाएको छ मैले यो कलर कहिले लगाएको थिएन येल्लो कलर 41st टाइम लाउँदैछु आई होप राम्रो देखिरहेको छ होला आफ्नो तारिफ आफैले कसले गर्छ म रन्जुले गर्छु कि रन्जुले हेर्नु न भोगटेहरू कति फले तपाईँहरूलाई खानु मन छ भने लिन आउँदा हुन्छ त्यही त भन्दै त पुगु बेला ल्याउन हाई नमस्ते गर राम छ सन्चै हुनुहुन्छ भन फाइनली गाइस म रेडी भएको छु किनकि सबको मेकअप अनि कपाल बनाउँदा गाइस यो लट्रम्मै फलेको चाहिँ हाम्रो घरको मेहमान यहाँ चाहिँ म छु यहाँ मेरो पछाडि इनार छ यो इनारको पहिला हामी पानी खाने गर्थ्यौँ कि अहिले चाहिँ त्यो खाने पानी कि के को त्यहीँबाट पानी आउँदो रहेछ त्यहीँबाट खान्छौँ अनि मलाई कस्तो देखिरहेको छ गाइस एक दुईवटा अब यसो टिकटक बनाऊँ कि भनेर नयाँ कुर्ता लगाएपछि त टिकटक इज म्यान्डेटरी फर मी त्यही हो अनि ऊ त्यहाँ त्यो निलो निलो छ नि यो त स्कुल हो यहाँबाट देखिने उतापट्टि सबै घरै घर छ अब टिका लाउने खाने भोक लागिसक्यो टिका पनि कति 11:53 मा रहेछ अनि भोकले मर्न आँटिसक्यो ल अलिअलि हाल्छु पराजय यी तीनटाको नाम लिएर खुब राम्रोसित नानीले गर मेरो बाबालाई सिचुएसन वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार एकदम धेरै भोक लागिसक्यो अब भात खाने पेट पूजा हुन्छ टिका लगाएर पनि सक्यो गाइस यो कुन चाहिँ बाँदर नि हो प्यान्चु हो म प्यान्चु भन्दै बाबु रोएर बिजोक प्यान्चु हो म प्यान्चु यसो मेरो गाना र यसको गाना यस्तो छ प्यान्चु हो म ओए यो चाहिँ हाम्रो के अरे भाउजूको छोरा यहाँ चाहिँ हामी ग्याङ यता छौँ वेलकम टु माई गाउँको भिडियो गाइस अब दसैँ आएपछि त डुली डुली टिका लाउने हो नि त सो म अर्को कान्छी ठुलोकोमा जाँदैछु टिका लाउन ड्याप्प लाएर यहाँ घर चाहिँ बन्दै रहेछ है उहाँको हाम्रो घरको दाइ भाइहरू है यिनीहरू चाहिँ सबैजना कस्तो पान खाएको त भिडियोमा Papa